पश्चिम नेपालको रामारोसनमा भेला भएका विदेशीहरूले गरेको रमाइलो दृश्य हेर्नुहोस्। अनि हेर्नुहोस् त्यसको 2 वर्षपछि कैलालीका जङ्गलमा भेला भएका यस्तै मानिसहरूको यो जमघट। विश्वका दर्जनौं देशका मानिसहरू आउँछन्, महिना दिनसम्म यसरी नै बस्छन्, स्थानीय स्रोत साधनको बिना रोकावट प्रयोग गर्छन्। तर स्थानीय प्रशासनले भने कि त सकिन लाग्दा कि त उक्त भेला भइसकेपछि बल्ल थाहा पाउँछ अनि सुरु गर्छ खोजीनीति। यो पटक पनि उही भयो। बसेको 1 महिना हुन लाग्दा बल्ल देख्यो प्रशासनले अनि बिना अनुमति गैर कानुनी रूपमा सरकारी वनमा बसेको भन्दै सोधपुछ गर्न दलबल सहित पुगे प्रमुख जिल्ला अधिकारी। आखिर को हुन् त यी मानिसहरू, किन आए त्यहाँ र के गरिरहेछन् उनीहरू त्यहाँ? आजको भिडियोमा म यही सन्दर्भमा आधारित रहेर विषयवस्तुहरूलाई उठाउने कोसिस गर्नेछु। कैलालीमा भेला भएका मध्ये एकजना भारतीय मूलका जस्तो देखिने व्यक्तिले स्पष्ट रूपमा भने रेनबो फ्यामिलीको जमघट पहिले पनि भएको थियो नेपालमा। सायद उनले त्यही रामारोसनको जमघटलाई भनेको हुनुपर्छ। आखिर के हो त यो रेनबो फ्यामिली भनेको, अनि के हो त यो रेनबो फ्यामिलीको जमघट भनेको, अनि मानिसहरू किन गर्छन् यस्तो जमघट? उनीहरूका अनुसार रेनबो फ्यामिलीको जमघट भनेको एउटा यस्तो स्वतन्त्र र खुल्ला सामुदायिक जमघट हो जसले संसारभरि प्रेम, शान्ति र प्रकृतिसँगको सम्बन्धलाई मनाउने गर्दछ। यो कुनै औपचारिक संस्था होइन, यसमा सहभागी हुन कुनै शुल्क लाग्दैन। यहाँ आउने मानिसहरू आफ्नो बन्दोबस्ती आफै गरेर आउँछन् र आफूसँग भएको सामानहरू सबैसँग बाँडेर उपयोग गर्छन्। महिनौसम्म एकै ठाउँमा बस्छन्, समूहमा पकाउँछन्, खान्छन्, नाचगान गर्छन् र एक आपसमा अनुभव आदान प्रदान गर्छन्। सहरको कोलाहल र व्यस्त जीवनबाट मुक्ति पाएको आभास गर्छन्। सन् 1970 को दशकमा अमेरिकाबाट सुरु भएको यो जमघट कुनै व्यापारिक वा धार्मिक उद्देश्यले गरिने भने होइन। तर समस्या के हो भने यस्तो जमघटका लागि कुनै कानुनी अनुमति लिइँदैन। उनीहरूले स्थानीय स्रोतको उपयोग गर्छन् जस्तै दाउरा, पानी, फलफूल आदि, जसले गर्दा स्थानीय समुदायमा प्रभाव पार्छ। त्यसैले पनि धेरै देशहरूमा यस्तो जमघट गर्न रोकवाट छ वा कि त निरुत्साहित गरिँदै आएको छ र कतिपय ठाउँमा त हुँदै गरेको जमघटलाई रोकिएको पनि छ। उदाहरणको लागि गत साल जुलाईमा मात्र 100औंको संख्यामा अमेरिकाको पुलमास नेशनल फरेस्टमा जम्मा भइरहेका रेनबो फ्यामिलीको जमघटलाई फरेस्ट सर्भिसले रोकिदिएको थियो। त्यस्तै सन् 2019 मा नेपालमा पनि तिनजुरे मिल्के जलजले क्षेत्रमा सांगीतिक महोत्सव गर्न भनेर भेला भएका 300 भन्दा बढी यस्तै प्रकृतिका विदेशीहरूलाई कार्यक्रम गर्न रोकिएको थियो। पछिल्लो चरणको कुरा गर्ने हो भने नेपालमा पनि रेनबो परिवारको जमघट हुने गरेको पाइयो। सन् 2023 मा असमको रामारोसनमा 61 भन्दा बढी देशका मानिसहरू भेला भएर कार्यक्रम गरेको देखिन्छ। यस्ता ग्यादरिङहरू गोप्य रूपमा हुने भएकोले नेपालमा कति पटक यस्ता जमघटहरू भए भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन र पछिल्लो चरणमा यहाँहरूले देखिहाल्नुभयो कैलालीमा यो जमघट भएको देखिन्छ। उनीहरूले आउँदो जमघट कहाँ हुने भनेर मिति र देश सार्वजनिक गरे पनि स्थान भने गोप्य राख्ने गरेको देखिन्छ। सामाजिक सञ्जालमा हुने थ्रेडहरूबाट स्पष्ट हुन्छ कि उनीहरू कार्यक्रम हुने स्थान गोप्य नै रूपमा राख्न चाहन्छन्। नेपालमा पछिल्लो पटक भएको जमघट कैलालीको जङ्गलमा फेब्रुअरी 28 देखि मार्च 29 सम्म हुँदैछ भनेर धेरै पहिला नै वेबसाइटहरूमा प्रचार गरेको देखिन्छ। तर कहाँ हुन्छ भनेर चाहिँ लेखिएको देखिँदैन। बल्ल तल्ल जमघट सकिन 1 हप्ता मात्र बाँकी रहँदा स्थानीय प्रशासनले थाहा पाएर छानबिन सुरु गरेको छ। ढिलै भए पनि छानबिन सुरु भएको छ। उनीहरू त्यहाँ कहिलेदेखि बस्दै आएका थिए, कति संख्यामा थिए र उनीहरू त्यहाँ बस्दा वनमा के कस्तो प्रभाव पार्यो, स्थानीय समुदायलाई के कस्तो प्रभाव पर्यो भन्ने कुरा त पक्कै पनि छानबिनले ल्याउने नै छ। हामी त्यही आशा गरौँ।
औपचारिक रूपमा त्यस्ता जमघट तथा भेलामा अल्कोहल प्रयोग नहुने भनिए पनि त्यो लागू नभएको कुरा त्यस्ता जमघटहरूमा भेला भएकाहरूले बताएका छन्। अझ त्यस्ता जमघटमा गाँजा, चरिस जस्ता लागू पदार्थहरूको अत्यधिक रूपमा प्रयोग हुने पनि उनीहरूको गुनासो छ। यस्ता गतिविधिहरू नियमन गर्न नेपाल सरकारले के गर्न सक्ला त? के यस्तो जमघटहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने वा कानुनी प्रक्रिया पूरा गरेर नियन्त्रणसहित अनुमति दिने? नेपाल जस्तो पर्यटकीय देशमा यस्ता जमघटले के कस्तो सन्देश दिन्छ? सामाजिक, आर्थिक रूपमा, पर्यावरणीय रूपमा के कस्तो प्रभाव पार्छ त्यसको अनुसन्धान हुन बाँकी नै छ। तर अहिले भने धेरै जनाले कमेन्ट हेर्दा यस्ता गतिविधिहरूलाई नेपालमा रोकिनुपर्छ, बाहिर एकथोक देखाएर भित्री रूपमा अर्कै गतिविधिहरू गरिरहेका हुन्छन्। त्यसैले पनि विदेशीहरूको निर्बाध यस्तो प्रकृतिको जमघटलाई रोक्नुपर्ने धेरैको धारणा देखिन्छ। रेनबो फ्यामिलीको जमघट प्रकृति र स्वतन्त्रताको सम्मान गर्ने भनेर आफूलाई चिनाए पनि यसरी लुकेर गरिने गतिविधिले शङ्का अवश्य पनि उब्जाएको छ। स्थानीय स्रोतको दुरुपयोग, नियम विपरीत जमघट र विवादित गतिविधिहरूले गर्दा यसको आलोचना हुनु स्वाभाविक पनि हो। नेपालमा यस्ता जमघटहरूलाई नियन्त्रण गर्नका लागि प्रभावकारी नीति आवश्यक छ। तपाईको विचार के छ यो विषयमा? के रेनबो फ्यामिलीको जमघटलाई नेपालमा निर्बाध रूपमा हुन दिनुपर्छ वा कसरी व्यवस्थापन गर्नुपर्छ? तपाईको विचार कमेन्टमा अवश्य लेख्नुहोला। धन्यवाद।